अमेरिकामा सोध्नै नहुने यी 5 क्वेसनहरू है। यदि तपाईँ अमेरिकामा हुनुहुन्छ भने यी 5 वटा क्वेसन कसैलाई पनि सोध्दै नसोध्नुहोस् है। यी चाहिँ एक्सट्रिमली रुड हुनसक्छ है। त्यही भएर यसो सोध्ने बानी नगर्नुहोस्। नम्बर 1, हाउ मच मनी डु यु मेक? तपाईँ कति पैसा कमाउनुहुन्छ? यो चाहिँ एकदमै पर्सनल क्वेसन हो। बाबुआमाले छोराछोरीलाई पनि यस्तो आफ्नो कति कमाउँछ भनेर नभनेको हुनसक्छ। त्यही भएर यो सोध्दै नगर्नुहोस्। नम्बर 2, हाउ ओल्ड आर यु? कति वर्षको भयो? कति तिम्रो उमेर कति हो? यस्तो नसोध्नुहोस्। यस्तो कुराहरूले चाहिँ तपाईँलाई एकदमै रुड रहेछ यो मान्छे भन्न सक्छ है। अर्को चाहिँ वाइ डोन्ट यु ह्याभ अ किड्स? बच्चा बच्ची किन नबनाएको? यस्तो उनीहरूको आफ्नो सोच हुन्छ, आफ्नो विचार हुन्छ, उनीहरूले हरेक कारण नबनाएको हुनसक्छ। यस्तो कुरामा नोजी हुने प्रयास नगर्नुहोस्। अनि वाट्स योर वेट? ह्याभ यु गेन अर लस्ट योर वेट? यस्तो खालको कति मोटो भएको यस्तो पनि नसोध्नुहोस् है। यो एकदमै एक्सट्रिमली रुड र यो चाहिँ इलिगल क्वेसन पनि हो है। एन्ड अर्को एकदम जेनरल क्वेसन तर सोध्न नहुने क्वेसन हो। वेयर आर यु रियली फ्रम? त साँच्ची कहाँबाट आएको होस्? त यहीँ अमेरिकाकै हो कि बाहिरको देशबाट आएको हो कि? यस्तो क्वेसन सोध्न बन्द गर्नुहोस् है। यो चाहिँ इमिग्रेन्टहरूले टु अफ्टर सोध्ने क्वेसन हो, तर यो चाहिँ एकदमै रुड सुनिने क्वेसन हो।